ओके मैंने युट्युब फ्यामिली के छ आरामै हुनुहुन्छ ल गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ के छ हालखबर ल भन्नुहोस् सब ठिकठाक हुनुहुन्छ ल आज चाहिँ म चाहिँ फ्राइबुकमा चाहिँ भिडियो बनाउन आइरहेको छु होइन फ्राइबुक सिटीमा यो चाहिँ फ्राइबुकको आज चाहिँ भेजिटेबल मार्क अब के मार्क भन्ने यही हो होइन त्यसमा आउँछ अनि अरू त उस्तै हो नि हेर्नुहोस् है यो मार्केटको फोटो मैले तपाईँहरूलाई के देखाउने होइन मैले चाहिँ ल अब तपाईँहरूलाई राम्रो ठाउँ आर्किटेक्टहरू देखाउनु पर्ला होइन यही हो अब चाहिँ यहाँको यहाँ मान्छेहरू अब तरकारीहरू फलफुलहरू फुलहरू होइन सबै कुरोहरू छन् होइन अब अरू त यस्तै हो अरू अब यहाँ अब यो मार्केट हो आज शनिबार होइन यसो राम्रो छ मार्केट नराम्रो छैन अब यहाँ चाहिँ तपाईँको के हो मोमबत्तीहरू पनि रहेछ होइन हेर्नु होला यस्तो खालको मोमबत्तीहरू छ अनि ल हेर्नुहोस् मोमबत्ती हो कि भनेर यो मुवा हनीहरू छ होइन मुवाहरू छ यतापट्टि चाहिँ ओलिभ ब्रेडहरू छ होइन यो सानो कुकुर पनि हेर्नु नि त यो ओलिभहरू यसरी छ सबै छ यहाँ त नराम्रो छँदै छैन क्या नराम्रो यहाँ छँदै छैन अब यहाँ मान्छेहरू टन्नै छन् होइन कसैले मन पराउँछ कसैले मन पराउँदैनन् यसलाई यो चाहिँ तपाईँको ससेसहरू भोस्टहरू होइन यो अनि चिजहरू होइन अब प्राइस कति भनेर हुँदैन अब त्यो सोध्दा पनि मिल्दैन गर्न पनि मिल्दैन अब यता पनि त्यही छ होइन चिजहरू छ भोस्टहरू त्यही हो अब यहाँ चाहिँ मान्छेहरूले चाहिँ खाना खाइरहेछन् बसिरहेछन् सामानहरू किनिरहेछन् होइन त्यस्तै छ यहाँ त्यो फ्राइबुकको चाहिँ शनिबार चाहिँ सधैँ यहाँ चाहिँ मेलाहरू लाग्छ यो मेला चाहिँ तपाईँको चाहिँ 100 वर्षभन्दा माथि हो यो लाग्ने मेला 100 वर्षबाट चाहिँ चलेभन्दा माथि अलिक समयबाट चाहिँ लाग्ने भनेपछि बुझ्नु न यो है त भेजिटेबलहरू त्यस्तो छ हजुर अनि यहाँ पनि अब फलफुलहरू यो ठाउँ चाहिँ आर्किटेक्ट चाहिँ सही छ होइन जसले चाहिँ भने नि यसको आर्किटेक्टहरू चाहिँ सुन्दर यो चाहिँ फ्राइबुकको पहिचान हो म चाहिँ अलिकति डिस्टेन्सबाट लिन्छु होइन हेर्नु होला कस्तो लाग्छ है यो हो अब तपाईँ फ्राइबुक नजिकै हुन्छ फ्राइबुकमै हुनुहुन्छ भने सबैलाई थाहा छ होइन यो अब यो साइडको पनि यस्तै छ आर्किटेक्टहरू होइन यो एन्टी लाइटले गर्दाखेरि चाहिँ के हुनसक्ला माइन्ड नगर्नु होला होइन यस्तै छ अब यसमा चाहिँ हेर्नुहोस् यस्तो सुन्दर छ नि होइन अरू त के हुनु नि यस्तै हो यो चाहिँ तपाईँको बुङ्गुरको मासुबाट बनेको कोही चाहिँ तपाईँको गाईको मासु प्रायः चाहिँ स्वाइनबाटै स्वाइन भन्छ पोर्कलाई होइन यही हो अब यो ह्यान्डमेडहरू हातबाट बनेको चिजहरू हेर्नुहोस् यसमा चाहिँ के छ बच्चाले खेल्ने कुराहरू मात्रै है यो होइन यो हो अरू त त्यस्तै छ अब त्यता पनि छ फल किताबहरू राखेर चाहिँ यहाँ त नै एउटा राम्रो मार्क हो यसलाई चाहिँ नराम्रो भन्न मिल्दै मिल्दैन सुन्दर हेलो नाइ एक मिनट हुँदैन नि यो हो होइन अब ह्याटहरू पनि रहेछ टोपीहरू गर्मीमा चाहिने होइन त्यसले गर्दाखेरि यस्तो छ अब म तपाईँलाई त्यहाँ एकचोटि लगाएर देखाउने विचारमा छु होइन कस्तो लाग्छ है त हेर्नु होला यो चाहिँ सही छ नि
होइन। ल हेर्नुहोस् वाइन राख्ने ठाउँ होइन, यो चाहिँ वाइनको लागि अनि चिजहरू। अनि यो अब चपिङ बोर्डहरू, एकदम डाडु पन्यो के हुन्छ चम्चाहरू होइन, सबै कुरो छ। यो फलफुल राख्ने ठाउँ। अब यो चाहिँ ह्याटहरू बुझ्नु हो नि, यो गर्मीमा ह्याट, यो समर आयो होइन, टक्क लगाउने अनि फ्राइबुकको राम्रो सिटीमा वाक गर्ने होइन, यही छ बुझ्नु हो नि। यसरी हो। अब यहाँ चाहिँ यो काठ, प्योर काठबाट बनेको हुन्छ है फेरि, यो चाहिँ ह्यान्डमेडहरू होइन, बुझ्नु हो नि। म तपाईँलाई राम्रोसित देखाइदिन्छु नभए। ल हेर्नुहोस्, यो चाहिँ म तपाईँलाई देखाएँ भाइ, यो चाहिँ अदुवा लसुनहरू पिन्नी कुट्ने होइन। अब यो डाडु पन्नीहरू, यो चाहिँ वाइनलाई चाहिँ यसरी टक्क राखेर कोठामा सजाउने होइन। अब यो छ। अब यो प्लेट भयो, यो चपिङ बोर्ड भयो होइन। अब त्यो बेलना भयो होइन, बुझ्नु हो नि, यो बेलना यसरी हो। अरू त अब यस्तै हो। ल तपाईँहरूलाई चाहिँ मैले राम्रो चिज दिने विचारमा छु होइन। लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट चाहिँ गर्न नभुल्नु होला होइन भन्दै म यहाँबाट बिदाय हुन्छु। हस् त, शुभ दिन। ल अर्को भ्लग हजुरलाई ल्याउँला। हस् त भाइ।